नौ 10 11 12 13 14 15 म भागे रविन दाई यहाँ हेर्नु न ड्रिमर दाइदेखि सोच यहाँ हेर्नु न फिल्ममा भएन पनि यस्तो पाराले फ्यामिली प्लानिङ होला जस्तो आएन हुन्छ बिस्तारै यस्तै गर्दै तपाईँलाई के भन्नु अच्छा है मैं अंधा हूँ अबको पनिसन के अब त चटाउन लाउनु पर्यो मलाई अबको पनिसन के भनेको अब चटाउन लाउने चटाउन बाइलाई जाडो माथि हजुर अबको पनिसन श्रीमानले किस गर्ने श्रीमानले तिमीलाई चुप्पा गर्ने तपाईँ त्यसो भए काखी यस्तो गर्दै चाट्ने पुरा यस्तरी गर्दै यसरी गरेर देखाएर चाट्नु पर्यो बहिनी यो त अल्छी भयो यार यो त भात खाएर हुन्छ कोही घिन लाग्छ हौ यति 12 बजे कसले भात खान्छ छा मान्छेले के भन्ला बहिनी यार हाम्रो चुप्पा गराउँदा त के नि भन्दैन यो त नगर यार तपाईँलाई थाहा त नि तपाईँ जित्नुहुन्छ भनेर त्यही पनि किन नि जित्छ अनि तिम्रो टिमले हामीलाई उत्तान झन् पारेको यार यो तपाईँले बादल लाएर हो कतै छिसी भने अर्को छैन अलिकति कडा देऊ बरु कडा देऊ ल कडाइदिउँ रोमान्टिक रोमान्टिक अलिकति रोमान्टिक देऊ अरू केही देऊ बाजुलाई भएर खुट्टा ढोगेर आउने खुट्टा हाम्रोमा ढोग्नु हुँदैन नि खुट्टा हो हाम्रो त जहिले ढोगेर आउँछ खुट्टा मात्र कि अरू पनि ल ओके धेरै ऊ पनि होइन धेरै गाह्रो पनि होइन धेरै सजिलो पनि होइन होइन भाउजू सुत्नु भइरहेछ हो मलाई यसरी निकाल्ने जाने अनि तपाईँले भाउजूलाई के भन्नुहुन्छ बुढी भन्नुहुन्छ हो श्रीमती उठ्नु त भन्ने अझै किन भन्यो भने फिर्ता आउने अनि बस्ने फेरि बरु काखीले टाढिदिनु भयो यार सुत्या बेलामा श्रीमतीलाई डिस्टर्ब गर्दिन यार हुन्छ दुईटामा एउटा ल तिम्रो चाहिँ अब चाहिँ श्रीमानलाई बोलाएर चुप्पा गरेर लाउने त्यो सिटी अनि अर्को बास त्यही हो तिम्रो कसैमा महाभारत लड्नु छ र तिमीले चुप्पा खानु हुन्छ भने तिम्रो श्रीमान तिम्रो चुप्पा खानु हुन्न गाइस पेला फेरि रोमान्टिक हुन्छ फिल्म गाइस डबल ट्याप छोरा